फेरि पनि यहाँलाई मेरो च्यानलमा नमस्कार होइन। सम्बोधन युट्युब अनि टिकटक फेसबुक सबैतिर। आज चाहिँ हामीले यो झुमरको चाहिँ अनबक्सिङ गर्दैछौँ। झुमरहरू नेपालमा पाइने झुमरहरू है हामीसँग चाहिँ यहाँ पहिले एउटा अनि अरू पनि छ स्टकमा। अहिले चाहिँ एउटाको चाहिँ हामीले देखाउँदैछौँ। यसमा के हुन्छ, के कस्तो हुन्छ, बनाएर भएपछि कस्तो हुन्छ, यसमा के आउँछ भनेर चाहिँ यसलाई हामीले अनबक्सिङ गर्दैछौँ। हेरौँ यसमा के पनि हुन्छ होइन, आउँछ अनि लाइटहरू अनि यसको डिजाइन कस्तो हुन्छ भनेर हामीले चाहिँ यसलाई ट्राई गरेको छ है, कस्तो देखिन्छ। यसमा चाहिँ अहिले आउने भनेको यसरी प्याकिङमा आउँछ अनि यो चाहिँ यस्तो प्याकिङमा आउँछ। यसमा चाहिँ लाइटहरू हुन्छ। यो चाहिँ 5वटा बल्ब अनि यसमा लाग्ने त्यो चाहिँ नेचुरल वाइटमा छ। त्यसपछि यसमा यसको क्रिस्टल हो। यसको मेन पार्ट यो चाहिँ बडीको मेन पार्ट यसको यो डिजाइन चाहिँ यस्तोमा रहन्छ। अनि त्यसै गरी यसको बाँकी भागहरू यहाँ छ। यसमा चाहिँ अहिले आउने चाहिँ यति नै हो है। अब यसलाई चाहिँ हामीले जोडेर यो कस्तो देखिन्छ त लगाउँदाखेरि त्यसपछि चाहिँ बाँकी डिटेल चाहिँ हामीले जोडेपछि देखाउँछौँ। यसमा अरू एउटा भनेको चाहिँ यो कसरी लगाउने के आउने भनेर यो यसरी आउँछ है। त्यसमा चाहिँ यहाँ दिएको हुन्छ एउटा चित्र, यसलाई कतापट्टि लगाउने कसरी लगाउने भनेर चाहिँ यहाँ दिएको हुन्छ है त। यो चाहिँ अहिले हामीले अब यसलाई जोड्छौँ। जोडेपछि के कस्तो देखिन्छ, यसको डिजाइन कस्तो हुन्छ अनि त्यो हाल्छौँ है। हामीले यसलाई चाहिँ राख्छौँ कस्तो देखिन्छ त्यसपछि हामीले बताउँछौँ। यसलाई चाहिँ त्यसलाई हामीले चाहिएको थियो। र यो चाहिँ यसको फ्रेम र जोड्नको लागि चाहिँ हामीले यो तारलाई यहाँबाट छिराएर यसरी चाहिँ अनि यहाँबाट यसलाई यसरी राखेपछि यो होल्डरको भाग सेट हुन्छ। र यसलाई सेट गर्नको लागि हामीलाई लकडाउन अडाउनको लागि यसलाई यस्तो दिएको हुन्छ। यहाँबाट यसलाई तार छिराउनु, यसलाई यहाँ तल लगेर यसलाई समातेर ट्याप गर्ने, यसलाई गरेपछि यो पनि यसको लक हुन्छ। यो लक भएपछि होल्डरको भाग यसमा सेट भयो है। यो चाहिँ अब हाम्रो रेडी भइसकेको अवस्था छ। हाम्रो झुमर लाउने कार्यक्रम सकिसक्यो। यो चाहिँ एउटा हामीले झुलिसक्यो। अरू पनि हामीसँग यस्तो अभाइलेबल छ, चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ। झुमरहरू होइन सबै किसिमको लाइटहरू अनि हामीसँग चाहिँ यो अहिले लगाएर फिटिङ सक्यो। 400 mm को हो यो झुमर चाहिँ। यो चाहिँ नेचुरल वाइटमा यसलाई चाहिँ हामीले लगाएर अहिले सकिसकेको छ। फेरि अरूमा पनि हामीले खोलेर देखाउनेछौँ के कस्तो छ भनेर। अब नेक्स्ट भिडियोहरूमा चाहिँ यो पनि आउनेछ। त्यसको लागि च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला होइन। भिडियोहरू सेयर गरिदिनु, धेरै मान्छे होस् कसरी लगाउने आफै घरमा बसेर झुमरहरू भनेर चाहिँ हामी चाहिँ हामीले इलेक्ट्रिक सम्बन्धीका विशेष गरी सम्बन्धी सुरक्षा ज्ञानहरू पनि दिने गरिन्छ। अनि सबैले चाहिँ सब्सक्राइब गर्नु। थ्याङ्क यू।